आज चाहिँ हाम्रोमा विशेष फर्सी पाक्दैछ क्या, त्यो पनि सप्तकोशी पारीबाट आएको। नमस्ते सबैलाई। अनि मेरो यो सानो किचन मिनी ब्लगमा हजुरहरूलाई फेरि स्वागत गर्न चाहेँ। फर्सी त देखिहाल्नुभयो, सप्तकोशी पारीबाट आएको होइन। अनि यो सब्जी चाहिँ निकै भयो क्या आएको। अरू सब्जी तामाहरू थियो, हामीले खाइसक्यौँ, तर यो चाहिँ अब अप्सनमै थिएन। अनि अरूलाई त मनपर्छ, म पकाउने मान्छेलाई चाहिँ ठिकै। आज सब्जी यसो पकाउँछु भन्दा त सबै थोक सकिसकेछ, अनि यो मात्र बाँकी रहेछ। अनि मैले सोचेँ अब आज यही बनाउनु पर्यो भनेर। हेर्नुहोस् त, म त 1 महिना भयो भन्दै तलपट्टि राखिरहेको थिएँ, हेरेको थिएन। अनि बिग्रियो कि के हो भन्दै काट्दै चाहिँ डराइ हेर्दा त कति राम्रो रहेछ क्या फर्सी त। कस्तो धेरै भित्र पनि नभएको, अनि एकदमै राम्रो रहेछ। अनि हामी चाहिँ फेरि थोरै खान्छौँ क्या सबैजनाले सब्जी। अनि यति पकाएँ नि मैले, यो पनि सब्जी रहेको थियो कि सोच्नुहोस् त कति थोरै खान्छौँ। अनि मैले यसरी काटेर रेडी गरेँ। अनि मलाई चाहिँ फर्सीको विशेष सब्जी चाहिँ फर्सी मुन्टामा चाहिँ घिउ राखेर बनाएको मनपर्छ। मेथी र यो कडी पत्ता पड्काएँ, अनि आलु राखेँ। सब्जी चाहिँ यसरी नै बनाउँदैछु है मैले नर्मल वेमा। अनि त्यो बाँकी रहेको फर्सी छ नि, त्यसको चाहिँ भित्रको निकालेर राख्यो भने 2-4 दिन मजाले स्टोरेज गर्न सकिन्छ है फ्रिजमा। हजुरलाई थाहा छ कि छैन, त्यो भित्रको गुदीले चाहिँ फर्सीलाई चाँडो बिगार्छ क्या काटेपछि। त्यो भएर काटेपछि हजुरहरूले फर्सी ल्याउनुहुन्छ भनेदेखि बजारैबाट ल्याएको फर्सी पनि भित्रको त्यो बियाहरू चाहिँ त्यो तर्लाङ तुर्लुङ हुन्छ नि भित्रपट्टिको, हो त्यो चाहिँ निकालेर अनि सफा गरेर राख्नुभयो नि फर्सी रहन्छ है फ्रिजमा। किनभने रेगुलर बिहान खायो बेलुका खान त मन लाग्दैन नि त, 1-2 दिन ग्याप गर्न मन लाग्छ। ल अलमोस्ट मेरो सब्जी चाहिँ यहाँ रेडी भइसक्यो, हाल्ने चिज सबै हालिसकेँ। अनि अब टमाटरको लागि यहाँ स्पेस बनाउँदैछु। यो स्पेस चाहिँ किन बनाएको भने तलपट्टि टमाटर राख्यो भनेदेखि छिटो पाक्छ। यसै पनि अहिले त म एकदमै खुसी छु कि यो टमाटर लोकलवाला टमाटर आइरहेछ नि त, अनि एकैछिनमा पाकिहाल्छ। अनि माथिबाट जिरा धनियाँको धुलो पनि राखिदिएँ, अनि कभरको लागि छोडिदिएँ। अब यसो भएपछि चाहिँ 3-4 मिनटमै पाकिहाल्छ कि। फर्सी त एकदमै छिटो पाक्छ नि त, टाइमै लाग्दैन, काट्न मात्र समय लाग्ने कि। अनि यति ढिलो किन खाएको होला भनेर त मैले भनिहालेँ होइन। अब यो भिडियो हेरेर थाहा पाइसक्नुभयो कि कसले पठाउनु भएको भनेर। ल धेरै धन्यवाद छ जसले पठाइदिए पनि, नाम त के भनिहाल्नु होइन दाइ। अनि रह्यो कि यो थोरै तिते करेला पनि थियो, यो पनि भुटिहालेँ। अनि मैले चनाको दाल एकदमै सादा वेमा बनाएँ, झान्नलाई समय थिएन क्या, हतार गरेँ। अनि त्यो बिलाउने भएको घिउ चाहिँ विशेष हो क्या हाम्रो घरमा, फेरि सबैलाई मनपर्छ। अनि यहीसँग सर्भ गरेँ। थ्याङ्क यू फर वाचिङ।